हेलो एभ्रिवान, आज म छु भेडेटार भन्ने सहरमा र आज म हजुरहरूलाई स्काईवॉकको सुन्दर दृश्य र भेडेटारको सुन्दर र रमाइलो पल देखाउन चाहन्छु है। यो भिडियो मार्फत हजुरहरूलाई म भेडेटारको रमाइलो सिनहरू देखाउँछु है। हेर्न सक्नुहुन्छ यस्तो दामी ब्युटिफुल नेचर ग्रिनरी भएको यो ठाउँ भेडेटार सहर आफैमा एकदम रमणीय उत्तरको रूपमा रहेको यो क्षेत्र। यदि देख्न सक्नुहुन्छ ऊ पछाडि स्काईवॉकको सुन्दर दृश्य यहीँबाट हेर्न सक्नुहुन्छ तपाईहरु। वहाँ एकदम दामी है भ्यू रहेको छ। बादल आफ्नोभन्दा तलबाट हिँडिरहेको छ। यस्तो दामी अनएक्सपेक्टेड ठाउँ हो यार यो। अनएक्सपेक्टेड यस्तो दामी छ यार। हेर्नु त यस्तो दामी ग्रिनरी। यार फोटो खिच्न मजा आउँछ है। सामैले फोटो खिच्नु पर्ने भयो भने यो ठाउँमा दामी आउँछ भ्यू यार। ल अब जाम भेडेटारको स्काईवॉकतिर जाम अब। लुक द ब्युटिफुल ग्रिनरी अफ भेडेटार। यो तल छ, माथि कति अग्लोमा छ। उहाँ भयो हाम्रो भेडेटारको स्काईवॉक। यस्तो दामी ग्रिनरी छ यार। उता भयो सानो खालको पार्क है। उतो भनेको सानो खालको पार्क हो। यो माथि जानुपर्छ, मजा आउँछ एडभेन्चर। एकदम दामी ठाउँ छ यार भेडेटार। त्यहाँ पनि जान्छु भने सोध्छु, खै हेरौँ ल गइन्छ कि गइँदैन। कहाँ गइन्छ थाहा छैन बाटो होइन। त्यहाँ पनि जानु पर्थ्यो। दामी ठाउँ छ। ल हामी हिँडेको अब स्काईवॉकतिर है। हामी गइरहेको छु स्काईवॉकतिर। हाम्रो सुरजी यहाँ हुनुहुन्छ। स्काईवॉक हामी गइरहेको छौँ। हुन्छ हाम्रो स्काईवॉक माथि रहेको छ। हामी यो चढेर जान्छौँ। यस्तो भ्यू वातावरण यस्तो तराईको यस्तो गर्मीबाट हामी यस्तो पाहाडको चिसो हावामा रमाउँदैछौँ। यस्तो दामी भ्यू छ यार भेडेटारको। स्काईवॉक हामी गइरहेको छ अब। यस्तो चढेर होइन स्काईवॉक मस्त स्काईवॉकमा घुम्ने हो। यसो दामी आएको फोटो यार। यसरी पनि कति अग्लो ठाउँ छ यार। कति अग्लो चढ्नु परेको। मान्छेले यस्तो के जान्छ रे। Oh my god. भन्ने हुँसो लागेको छ यार। आइसकेको छौँ भेडेटारको स्काईवॉक। यस्तो दामी छ। वहाँसम्म छ। यहाँनिरको भ्यू हेर्नुहुन्छ है। धुवा लागेको छ यार। के दिएको छैन धुवाले गर्दा। धुवाले बादल सरी वरिपरि यस्तो दामी भ्यू छ भेडेटारको। दामी भ्यू। बादल छुटेपछि त दामी भ्यू। मन्दिर अहिले हामी भेडेटारको स्काईवॉकमा छौँ। सक्नुहुन्छ नजारा यहाँको। क्या मस्त छ यार भ्यू। तर के गर्नु बादल लागेर केही दिएको छैन। तर अनएक्सपेक्टेड भ्यू यहाँको। र हामी आइसकेका छौँ स्काईवॉकमा। यस्तो दामी भ्यू छ स्काईवॉक। यस्ता मुलामा हाँस्छु म सरासर हिँड्छु म। इक्वल मार्क्स दिएको छ।
यस्तो दामी छ होइन भ्यू के दिएछ नि यार प्रणाम हामी यहाँ छौँ हावाको पारोपार स्काई वाकमा पुरा धुवा धुवा जाडो रहेछ यार तराईको गर्मीसँग यहाँ कस्तो जाडो रहेछ लदैन मोबाइल के सुरज यहाँ हुनुहुन्छ यस्तो दामी इन्जोय गर्दै हुनुहुन्छ तर त के दिएछ नि केही दिएछ नि यस्तो दामी भ्यू छ हेर्नुहोस् केही त देखेको छैन त्यही पनि मनोरञ्जन मेडिकल जुत्ता क्लाइम्बिङ भन्छ त्यो यस्तो त सरर हावा छ यार सरर हावा छ मलाई झट्टै दिएछ बौला बल्ल आकाश खुल्ला भएछ स्काई वाकको आकाश भर्खरै खुलिसकेको छ र यहाँ त्यो दामी मौसम छौँ हामी कति दामी देखेको होला यार यसमा आकाशको तारसरी हामी छौँ यहाँ स्काई वाकमा हिँडिरहेको छौँ कति रमाइलो भेट्यो तार हेरिरहँ जस्तो लाग्ने हामी जान लागेको किनकि पानी परिसक्यो भेट्यो तारको स्काई वाकमा रुमतिर प्रस्थान गरिरहेको छु है भोलि फेरि आउने